नमस्ते साथीहरू, के आजकल कपाल धेरै झरेर हैरान हुनु भएको छ? टिकटक या इन्स्टाग्राम चलाउँदा पक्कै पनि एउटा ट्रेन्डले तपाईँको ध्यान तानेको हुनुपर्छ। हो, आजको यस विश्लेषणमा हामी त्यही भाइरल रोजमेरी वाटर अर्थात् रोजमेरी पानीको ट्रेन्डलाई डिकोड गर्दैछौँ। साँच्चै के एउटा साधारण जडीबुटीले यति ठूलो जादु गर्न सक्छ त? आउनुहोस् यसको पछाडिको विज्ञानलाई सरल तरिकाले बुझौँ। अब सबैभन्दा ठूलो प्रश्न यहीँनिर आउँछ, के यो रातारात चमत्कार गर्ने कुनै सञ्जीवनी बुटी हो या यसको पछाडि साँच्चै नै प्रमाणित प्राकृतिक विज्ञान लुकेको छ? अनलाइनमा देखिने चमकदमक र वास्तविक विज्ञान बीचको खाडल आज हामी पुर्दैछौँ। हल्लाको पछाडि नलागी तथ्य के हो त भनेर आज हामी खोज्नेछौँ। अगाडि बढ्नु अघि आज हामी के कुरामा छलफल गर्दैछौँ भनेर सरसर्ती हेरौँ है त। पहिलो, यो भाइरल ट्रेन्ड आखिर के हो? दोस्रो, रोजमेरी वाटर भनेको वास्तवमा के हो? तेस्रो, यसलाई घरमै कसरी सजिलै बनाउने? चौथो, यसलाई लगाउने सही तरिका। र अन्त्यमा यसको नतिजा र हामीले अपनाउनुपर्ने स्वस्थ बानीहरू। ल, पहिलो खण्डबाटै सुरु गरौँ। यो भाइरल हेयर ट्रेन्ड। सामाजिक सञ्जालमा मानिसहरूले यसको बारेमा ठूला दावी गरिरहेका छन्। कसैले भन्छन् कपाल झर्नै रोकियो, कसैको दावी छ टाउकोको छाला अर्थात् स्क्याल्प एकदमै स्वस्थ भयो। अझ कतिले त अचानक साना नयाँ कपालहरू जसलाई बेबी हेयर भनिन्छ नि, त्यो पलाएको अनुभव नै सेयर गरिरहेका छन्। सुन्दा त अचम्मै लाग्छ नि, होइन र? अब लागौ दोस्रो खण्डतर्फ। आखिर यो रोजमेरी वाटर भनेको चाहिँ के हो त? हेर्नुहोस्, रोजमेरी भनेको एउटा सुगन्धित जडीबुटी हो। यसलाई धेरैले खानामा स्वाद बढाउन प्रयोग गर्छन्, तर वनस्पति विज्ञानले के भन्छ भने यो भान्साको मसला मात्र बिल्कुलै होइन। यो एन्टिअक्सिडेन्टले भरिपूर्ण एउटा कडा बिरुवा हो। यसमा हुने प्राकृतिक गुणहरूले हाम्रो टाउकोको छालालाई भित्रैदेखि एक्टिभ बनाउने काम गर्छ। एक हिसाबले भन्ने हो भने यसले हाम्रो स्काल्पलाई नयाँ जीवन दिन्छ। यसको पछाडिको मुख्य विज्ञान भनेको रक्त सञ्चार अर्थात् ब्लड सर्कुलेसन हो। अनुसन्धानले नै प्रमाणित गरिसकेको छ कि रोजमेरीले कपालको जरामा रक्त सञ्चार बढाउँछ। जरामा राम्रोसँग रगत पुग्नु भनेको कपालले प्रशस्त अक्सिजन र पोषण पाउनु हो। जरा बलियो भएपछि त कपाल झर्ने कुरा आफै कम हुने भयो नि, होइन र? यो कुनै जादु होइन, विशुद्ध विज्ञान हो। तर यहाँनिर एउटा भ्रमलाई चिर्नु एकदमै जरुरी छ। एकातिर सामाजिक सञ्जाल छ जसले एकपटक लगाउँदैमा रातारात कपाल बाक्लो हुन्छ जस्तो देखाउँछ, र अर्कोतिर छ वैज्ञानिक वास्तविकता जसले भन्छ यसले काम त गर्छ तर धैर्यता र निरन्तरता चाहिन्छ। आजको भोलि नै जादु हुन्छ भन्ने सोच्नु भएको छ भने त्यो बिल्कुल गलत हो है। अब जाउँ तेस्रो र सबैभन्दा प्रयोगात्मक खण्डमा, यसलाई बनाउने कसरी त? यसको रेसिपी एकदमै सिम्पल छ। कुनै महँगो सामान चाहिँदैन, मात्र 2 ग्लास सफा पानी र 2 चम्चा सुकाएको रोजमेरीको पात भए पुग्छ। सुकाएको पात छैन भने फ्रेश रोजमेरी लिए पनि मज्जाले काम गर्छ। कति सजिलो छ नि, होइन त? बनाउने तरिका त झन् चिया पकाएको जस्तै सजिलो छ। पहिले पानी उमाल्नुहोस्, अनि त्यसमा रोजमेरीको पात हाल्नुहोस्। त्यसलाई 10 देखि 15 मिनटसम्म सानो आगोमा उमाल्नुहोस्। यसो गर्दा पानीको रङ हल्का गाढा हुन्छ र रोजमेरीको सबै गुण पानीमा सर्छ। त्यसपछि मजाले चिसो हुन दिनुहोस् र एउटा स्प्रे बोतलमा राख्नुहोस्। ल हेर्नुहोस्, तयार भयो। यसलाई फ्रिजमा राखेर 1 हप्तासम्म प्रयोग गर्न सक्नुहुन्छ। चौथो खण्ड, ल स्प्रे त तयार भयो, तर यसलाई प्रयोग गर्ने सही तरिका चाहिँ के हो त? यो एकदमै महत्त्वपूर्ण छ है। यसलाई सिधै कपालको जरा र स्क्याल्पमा स्प्रे गर्नुहोस्, अनि हल्का हातले 2 देखि 3 मिनटसम्म मसाज गर्नुहोस्। सबैभन्दा राम्रो कुरा के भने यो लिभ इन ट्रिटमेन्ट हो, अर्थात् लगाएपछि पखालिरहनु पर्दैन। यसलाई हप्तामा 3 देखि 4 पटकसम्म प्रयोग गर्न सक्नुहुन्छ, जसले गर्दा जराले ती सबै न्युट्रिएन्ट्स मजाले सोच्न पाओस्। तर एउटा कुरामा ध्यान दिनुहोला, मसाज गर्दा रक्त सञ्चार बढ्छ, यो राम्रो हो। तर धेरै लगाए छिटो कपाल आउँछ भनेर दिनदिनै धेरै स्प्रे गर्नुभयो भने त्यसले उल्टो असर गर्न सक्छ। चाहिने भन्दा बढी प्रयोग गर्दा टाउकोको छाला सुक्खा हुने र चिलाउने समस्या आउन सक्छ। त्यसैले ठिक्क मात्रामा मात्र प्रयोग गर्नुहोला। अति सर्वत्र वर्जयत भनेको यही हो। अब अन्तिम र 5औं खण्डमा छौँ, यसको नतिजा र समग्र स्वास्थ्य बानीहरू। हामीले बुझ्नै पर्ने कुरा के हो भने कपाल बढ्ने प्रक्रिया एकदमै सुस्त हुन्छ। रोपेको भोलिपल्टै बिरुवा ठूलो हुँदैन नि, होइन? त्यस्तै कपाल झर्न कम भएको महसुस गर्न वा साना बेबी हेयर देखिन केही हप्ता वा महिनौ लाग्न सक्छ। त्यसैले हतार नगर्नुहोस्, धैर्य राख्नुहोस् र यसलाई आफ्नो रुटिनको एउटा हिस्सा बनाउनुहोस्। अर्को कुरा,
कपालको स्वास्थ्य रोजमेरी वाटरमा मात्र भर पर्दैन। यहाँ देखाइएको तथ्याङ्कलाई विचार गर्ने हो भने तपाईको कपाल कस्तो हुन्छ भन्ने कुरा मुख्य 5वटा तत्त्वमा भर पर्छ: तनाव, डायट, निद्रा, हर्मोन र तपाईको कपाल स्याहार गर्ने तरिका। यी प्रत्येकको करिब 20-20% भूमिका हुन्छ। तनाव लिइरहने तर रोजमेरी मात्र छर्केर त पक्कै काम गर्दैन, होइन त? त्यसैले बाहिरी स्याहारको साथसाथै भित्री स्वास्थ्य पनि उस्तै जरुरी छ। दिनहुँ प्रशस्त पानी पिउने, प्रोटिनयुक्त खानेकुरा खाने बानी बसाल्नुहोस्। कपाललाई धेरै कसिलो गरेर नबाध्नुहोस् र आइरन वा ड्रायर जस्ता तातो उपकरणको प्रयोग सकेसम्म कम गर्नुहोस्। अनि स्काल्पलाई सधैँ सफा राख्नुहोस्। यी बानीहरूले रोजमेरी वाटरको असरलाई 2 गुणा बढाउँछन्। अब यस प्रस्तुतिको अन्त्यमा म तपाईलाई एउटा प्रश्न छोडेर जान चाहन्छु। एकछिन सोच्नुस् त, तपाईको अहिलेको कुन दैनिक बानीले तपाईको कपाललाई फाइदा पुर्याइरहेको छ र कुन बानीले असर गरिरहेको छ? एउटा भाइरल ट्रेन्डलाई मात्र आँखा चिम्लेर पछ्याउनुभन्दा आफ्नो समग्र स्वास्थ्यलाई कसरी सुधार्न सकिन्छ भनेर सोच्नुभयो भने मात्र सही नतिजा पाउनुहुन्छ। आजको यो जानकारीमूलक प्रस्तुतिमा हामीसँगै रहनुभएकोमा धेरै धेरै धन्यवाद।